हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ साथीभाइ हामी चाहिँ जाने हो जन्ती है र जन्तीको लागि चाहिँ यहाँनिर गाडी चाहिँ यता डेकोरेट हुँदैछ अनि यहाँनिर चाहिँ हाम्रो गेटमा चाहिँ यस्तो छ बेहुला बेहुली चाहिँ उहाँहरू हो होइन। यो गेट यसरी बनिसकेको छ र भित्र हल्का म तपाईँहरूलाई देखाइदिइहाल्छु है, किनभने अब म पनि जन्ती जानु अलिकति रेडी हुनु जस्तो छ। ब्यान्ड पार्टीहरू कता गएको छ नै थाहा भएन। यहाँनिर चाहिँ एकदम आज त्यो 12-14जना पुरेतहरू पढाउनुको लागि गर्नु हुँदो रहेछ है। यहाँ जन्तीहरू रेडी भएर आउनु हुँदैछ सबैजना है, यस्तो छ। ओके ओके ए हाम्रो हाम्रै भइसकेमा आज चाहिँ मजा भइहाल्यो। यहाँनिर हुँदैछ है। यहाँ चाहिँ हाम्रो उहाँहरूले चाहिँ हाम्रो राजन दाई है सबै मजाले गर्नुहुँदैछ है। आज चाहिँ पुरै उहाँ चाहिँ जानु पाउनु भएन। यो सबै जन्ती रेडी भएर आएकाहरू रहेछन् है। उहाँहरू सबै चाहिँ म पनि यतिको रेडी भएको छु। रेडी भएको यो चाहिँ बेहुला चाहिँ म तपाईँहरूलाई अब बेहुलाको लुक चाहिँ तपाईँहरूलाई देखाउनुवाला छु। बेहुलाको लुक भने चाहिँ यस्तो छ है। बेहुला चाहिँ यिनी हो। लु अब चाहिँ बेहुलालाई निकालेको है। जन्ती निक्लिँदै गरेको यो। सुन्दरी यता हल्का दिनु पऱ्यो नि पोज। जन्ती चाहिँ जोडै हुँदो रहेछ नि यता चाहिँ। जन्ती चाहिँ ड्याममै क्या। नानीले सिम हुँदा सजिलो क्या। उसँग चाहिँ सिम पनि थिएन अनि मोबाइल पनि राख्न दिएको माइकिङमा खोज्नु भएको किङ्ला काङ्ला परेछ है। उसमा राम्रो सुट बनाउँछ न यो चाहिँ काङ्ला भनेको चाहिँ पहिलाको मणिपुरको राजा बसेको ठाउँ रहेछ होइन। यहाँ चाहिँ राजबाडी रहेछ मणिपुरको। अनि हामी चाहिँ यता राइटपट्टि जान आँट्यो क्या। अब चाहिँ आइपुग्यो मणिपुर है के अरे इम्फाल इस्कन मन्दिर आइपुग्यौँ। अब चाहिँ हामी जाँदैछौँ जन्ती अगाडि सबै जन्तीहरू उहाँहरू सबै है जाँदैछौँ है त। बिहे चाहिँ यहाँनिर इस्कन मन्दिरभित्र रहेछ होइन। हाम्रो जन्तीहरू चाहिँ यसरी आएको छन्। बेहुलोको गाडीहरू त्यो भयो हो। हाम्रो इस्कन मन्दिर रहेछ यो चाहिँ है मणिपुर इम्फालको। राम्रो रहेछ। अहिले म तपाईँहरूलाई भित्र गएर पनि देखाउने छु होइन। हामी आएको चाहिँ यताबाट हो अनि हामी यहाँ छौँ अहिले होइन। यो चाहिँ जन्ती टिम हो। यही हो इस्कन मन्दिर जुन चाहिँ इम्फाल मणिपुरको या बेहुलो है उहाँ चाहिँ। आएर हो गरिदिउँ न यहाँ यसरी है। त्यो चाहिँ हामी इस्कन मन्दिरभित्र बस्दै गरेको है अहिले चाहिँ। अगाडि यो मन्दिर
हेलो यहाँ चाहिँ है केटीपट्टिबाट आउनु हुँदैछ मन्दिरभित्र हो जग्गे यस्तो रहेछ केटीपट्टिको जग्गे है बसी पो सक्छ नि त सबैजना ल यहाँ मजाको स्टेज बनाएको रहेछ है बेहुला बेहुली बस्ने स्टेज यही भयो यता गइ पो सकेको रहेछ नि त अब बेहुली निकाल्न आँटेको है यसरी अगाडि गरेर हाम्रो कल्चरमा चाहिँ यस्तो हुन्छ नि त नेपालीको कल्चरमा अनि अब बेहुली आउन आँटेको यहाँबाट चाहिँ बेहुलीको एन्ट्रेन्स हुन आँट्यो भनौँ न है अब यी बेहुलीलाई लिएर आउँदैछन् है उनको दाजुहरू कसैले है बेहुली चाहिँ उहाँ हुनुहुँदो रहेछ है बेहुलीको सालीहरू सालीहरू कोही होला है बेहुला चाहिँ यहाँ बेहुलीलाई इन्तजार गरेर बसेको होइन बेहुली चाहिँ उताबाट ल्याउनु हुँदैछ उता फर्काएको ल अहिले फेरि म साट्छु यता गोडा धुने समय सुरु भइसकेछ है यो चाहिँ गोडा धुने प्रथा हो है हाम्रो नेपाली कल्चरमा सेताले यसो पूजा गर्ने रात आसित टिका लगाउने ल
दाजु पहिला तपाईँले पानी हाल्नु छोरीका खुट्टा धुनुहुन्छ खुट्टा धुन सिकामै हामीले त धुन मात्रै सिकेको छ पानी खानु भन्ने चाहिँ सिकेको छैन पानी खानु भन्दैन धर्मले मात्रै यसो धुनु पहिला होइन उहाँले पानी हाल्नु पहिला आमाले धुनुहुन्छ छोरीको मात्रै यसो यसो धुनु न यसो धोइदिनु ओमको रेणुका छका होइन होइन पहिला खुट्टा धोइनु होइन भरे फेरि खुट्टामा अप्ठ्यारो हुँदैन अप्ठ्यारो हुन्छ भरे ओमको रेणुका छका यो चाहिँ खाने ठाउँमा होइन यो किरा बोकेर जानुपर्ने रहेछ यहाँ चाहिँ अब मणिपुरको सिस्टम चाहिँ त्यस्तो रहेछ नि त त्यो भएर मैले चाहिँ यहाँनिर है किरा बोकिरहेको छु यहाँ बहिनीहरूले पनि यसरी किरा बोकिरहेको छन् है लाइक सेयर अनि सब्स्क्राइब गर्न चाहिँ नभुलिदिनु होला हामीको यस्तो राम्रो भ्लगर दादा हुनुहुन्छ प्लिज है यहाँनिर अब हामी बस्दै चाहिँ यहाँ खाना खानेर जाँदैछौँ किरा बोकेर है मैले किरा बोकिसकेँ सबैले किरा बोकेर अब खाना खान जाँदैछौँ है हामी चाहिँ यो एउटा मणिपुरी कल्चर रहेछ यो कल्चरलाई आज म चाहिँ एक्सप्लोर गर्दैछु तपाईँहरूले हेरिदिनु होला राम्रोसँग ल म चाहिँ भित्र पसेँ है र है कति दामी कल्चर रहेछ यहाँ हेर्नुहोस् है त यो खाना चाहिँ यसरी दिँदो रहेछ यहाँनिर मणिपुरी कल्चर है साला दामी म चाहिँ अब खाना खानु पसेको सबै खाना चाहिँ यसरी हुँदो रहेछ है यो चाहिँ मणिपुरी कल्चर अब चाहिँ हामी यहाँ जन्तीको खाना खानु बसेको छौँ होइन खाना चाहिँ है यसरी केराको पत्तामा होइन यो सबै चाहिँ मणिपुरी डिसहरू मिलाएर यसरी राखिएको छ होइन यसरी खानको लागि चाहिँ अब सबैजना बसिराख्नु भएको छ होइन यता चाहिँ जेन्ट्सको लाइन रहेछ है यो चाहिँ जेन्ट्सको लाइन अनि लेडिजको लाइन चाहिँ यता रहेछ है अब हामी चाहिँ लिन आँटेको है यसरी हेर्नुहोस् है त यो चाहिँ एउटा मलाई दामी लाग्यो क्या अब है मलाई मन पऱ्यो भिडियो गर्दैछु कस्तो दामी सिस्टम रहेछ नयाँ एउटा कुनै मैले नयाँ एक्सपिरियन्स हुन आँटेको छ अघि उल्टा भएछ खाना खाएर है दामी रहेछ क्या टेस्ट गर्दैछु सबैजनाले खाएको छन् है मणिपुरी साथी उहाँले भनिदिन्छ थोड़ा बता दीजिए ना आपका थोड़ा कल्चर में ये खाना का जी 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 खत्म हो गए ओके ओके हाँ हाँ थोड़ा बता दीजिए ये तो दाल है हाँ जी ये तो सफेद वाला दाल है जी और ये बनाना का है ओके ये चटनी बोलते हैं ओके, और ओके। हम लोग का भाषा में इरोम्बा ओके और ये उती ओके ये मटर का है अच्छा और ये तो पंकिन है ये तो हाँ हाँ पम्पकिन ये तो पता जी 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 और ये तो केबेज और हाँ। सिंगजू बोलते हैं हम लोग क्या क्या बोलते हैं सिंगजू ओके ओके ये केबेज और मटर जी और वही बनाते हैं अच्छा। और ये तो अचार रह गए यहीं पे तो अच्छा और ये पकौड़ा वो पकौडा ना हाँ ओके ओके थ्याङ्क यू सो मच अब लास्ट यो चाहिँ ब्ल्याक राइस प्लस खिर होइन यो चाहिँ स्विट डिस रहेछ यो खाइसकेपछि चाहिँ उठ्ने रहेछ सिस्टम है यो चाहिँ सबैजना खाइसकेपछि सबैजना एकैचोटि उठ्नु पर्दो रहेछ खाइसकेपछि टिकोटालो चल्दै रहेछ अहिले चाहिँ है यहाँ यहाँ चाहिँ मणिपुरी कल्चरल ड्रेसअपमा हुनुहुँदो रहेछ उहाँहरू चाहिँ है
तिनै खेप त हो नि अन्त ध्रुव तारा देखाउनु गएको होला देखाइदेऊ के देखायो सन्तोष ए अच्छा ठिक अब चाहिँ सिन्दुर हो कि चाहिँ सिन्दुरको पूजा हुँदैछ अब सिन्दुर लाउने टाइम आउनु आँट्यो त्यो भएर गर्दैछन् है साथी आइपुग्नु नाइटी भित्र पस्नु त बेहुलाको सबसे महँगो आइफोन यो पुल
अब चाहिँ जन्तीबाट फर्किन आँटेको बिहा शेष भइहाल्यो अब निक्लिन आँट्नु भएको छ यहाँबाट निक्लिँदैछन् भनौँ न बेहुला बेहुली निक्लिन आँटेको हो यो जन्तीहरू चाहिँ यतातिर छाता चिल्ल भइरहेछन् है यो मन्दिर चाहिँ यही रहेछ है इस्कन मन्दिर इम्फाल मणिपुर अझै बेहुला अब निक्लिन आँटेको है यो अब चाहिँ हामी जाने है हामी चाहिँ लागेको अब बेहुला त बेहुली लिएर हिँडिहाल्यो अब हामी जानुपर्छ अरे है कहाँको माला हो जाउँ हेलो बहिनी राम्रै आउँछ जानुहोस् तपाईँहरू भित्र पर्दा लगाऊ सोनिया यो चाहिँ रात बत्ती जलाएको है यो चाहिँ है सकिसक्यो भने ती सबै ती रागा देउते पुण्यतिर हालेर प्रेम से बोले ज्योतिषहरू परमात्मा की हरि ओम थिरो भव गंगा सुर भव वार्यवन प्रीथुर भव